हेलो साथीहरू, आज फेरि तपाईहरुको माझमा म लिएर आएको छु त्यही सीए नेपालको चाहिँ जब भ्याकेन्सी, सरकारी जब होइन। तपाईले थाहै छ, पहिला पनि खुलेको थियो, अहिले पनि त्यो नेपाल नागरिक उड्डानको चाहिँ फेरि खुलेको रहेछ होइन। तपाई कोही कोही बिर्स्नु भयो होला, कोही कोही छुट्नु भयो होला, अनि भर्नु भएको छ भने पनि यो पनि भरिदिनुस् होइन। एकदम राम्रो छ होइन, जब बसी एकदम राम्रो छ होइन। तपाईले चाहिँ यो भर्न सक्नुहुन्छ, म चाहिँ पढ्न चाहन्छु होइन। अब चाहिँ 2078 छठौं महिना 1 गते प्रकाशन मिति रहेको होइन। छठौं महिना 1 गते चाहिँ अहिले आज भर्खरै भएको। अब तपाईँ सुन्नुहोस्, त्यस्तो म भिडियो लिएर आएको छु भन्नुहोस् त। आज भर्खरै भएको म भिडियो लिएर आएँ। अब हेर्नुहोस्, नेपाल नागरिक उड्डान प्राधिकरण स्वीकृति दरबन्दी रिक्त रहेको देखाए बमोजिम पदहरूका स्थायी हेर्नु है, स्थायी पदपूर्ति भएमा हट्ने गरी नेपाल नागरिक उड्डान प्राधिकरणका कर्मचारीहरूको सेवामा शर्त र सुविधाका सम्बन्धमा नियम 2056 को नियम 4.11 बमोजिम बढीमा 1 वर्ष लागि करार सेवा नियुक्ति करार सेवा अनि कन्भर्ट भने देखाए बमोजिम योग्यता पुगेका नेपाली नागरिकको यो सूचना प्रकाशित मिले 15 दिनभित्र प्राधिकरण वेबसाइट www.caenepal.gov.in अनलाइन एप्लिकेसन फर्म अनलाइन भर्न सकिन्छ मार्फत होइन। अनि भन्न यो सूचना प्रकाशन गरिएको छ होइन साथीहरू। किनभने चाहिँ यो अनलाइन, अब तपाईँले यदि अनलाइन भर्न आएन भने मलाई एकचोटि भन्नुहोस्, कमेन्ट गर्नुहोस्। यदि कमेन्ट धेरै भयो भने चाहिँ म त बनाउँछु नि। मेरो दर्शकहरूले चाहिँ आएन भने चाहिँ मैले चाहिँ बनाइहाल्छु नि त होइन। तपाईँहरू चाहिँ त्यो गर्नु होला, अनि मनोबल बढाइदिनु होला एउटा लाइक र सब्सक्राइब गरेर होइन। त्यो त म भन्दैन, तपाईँलाई अब राम्रो लाग्छ भने अब म अझै नयाँ लिएर आउँछु। उतिखेर हेर्नु त म कति लेटेस्ट लिएर आएछु कि, अनि लेटेस्ट भिडियो लिएर आउँछु होइन। तपाईँले हेर्नु होला होइन। अनि चाहिँ म अब अगाडि बढ्न चाहन्छु, टाइम नखेर गरिकन भिडियो लामो हुन्छ होइन। माग गरिएको पदको विवरण होइन, माग गरिएको पदको विवरण के भने विज्ञापन नम्बर चाहिँ यो बिना भनेको विज्ञापन नम्बर रहेछ होइन। म चाहिँ यो सरसरी पढ्ने मात्रै होइन कि, म बुझाउँछु पनि कि। बुझाउँदा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मान्छेको चाहिँ यो हो भनेर चाहिँ क्लियर हुन्छ कि। कोही अब पदको लागि खुलेछ भने के पद भनिदियो भने उसो भयो भने मैले पद भन्छु नि त सिधै। पदको के हो भने चाहिँ सिएनएनको उयो गभर्मेन्ट कर्मचारी हो। यसमा चाहिँ के गर्नुपर्छ म सबै भन्छु नि। अहिले हेर्दै जानु न, लास्टसम्म भन्छु, भिडियो लास्टसम्म हेर्नु होला। अनि विज्ञापन नम्बर कहाँसम्म, विज्ञापन नम्बर 001 करार सेवा हो। यो 1 सालको हुन्छ। 1 साल यो भन्नाले तपाईँले चाहिँ के हुन्छ भन्दाखेरि 1 साल गर्नुहुन्छ तपाईँको थपिन्छ क्या, राम्रोसँग गर्नुहुन्छ थपिन्छ। प्रविधिको समूह एट्रास तथा 7औं तहको वरिष्ठ अधिकृतको सेवा, वरिष्ठ अधिकृतको माग पद सङ्ख्या 25 जनाको रहेछ होइन। 25 जनाको रहेछ होइन। दरखास्त दिने स्थान यो धेरैजनाले थाहा छैन, त्यस कारणले गर्दा चाहिँ भर्नु होला है त। अनि नेपाल नागरिक उड्डान प्राधिकरण वेबसाइट CAA-नेपाल.gov मा अनलाइन एप्लिकेसन फर्म भर्नुपर्ने छ। अनि परीक्षा दस्तुर 700 मात्रै रहेको छ। अनलाइन मार्फत दरखास्त भर्दाखेरि प्राधिकरण अनलाइन जब एप्लिकेसन प्रणालीले भर्नुपर्छ। अब यसको दरखास्त अन्तिम मिति कति रहेछ भन्दाखेरि 2078 छठौं महिना 15 गते रहेछ होइन। 15 गते यहाँ भनेको छ नि त। 15 गते खै कहाँ भनेको, अघि भनेको थियो 15 दिन, यहाँ 15 दिन भनेको छ नि त। हो हेर्नु त, भनेपछि 15 गते लास्टमा 15 गते चाहिँ कार्यालय समयभित्र दरखास्त दिने अन्तिम मिति रहेको छ। अनि सार्वजनिक विधा परेको सो भोलिपल्ट दरखास्त फारम भर्न सकिनेछ होइन। अनि परीक्षा किसिम लिखित परीक्षा र अन्तर्वार्ता हुन्छ थाहै छ। 2078 असोज 18 गते बिहान 8 बजे लिखित परीक्षाको मिति थाहा छ। 2078 असोजको 18 गते रहेछ, एकदम छिटै रहेछ त है। अनि प्रधान कार्यालय र बबर महल, प्रधान कार्यालय चाहिँ कहाँ हो यसको, परीक्षा केन्द्रको बबर महल हो होइन। किनभने 25 छन्, त्यही भएर लिखित परीक्षा उत्तीर्ण हुने उम्मेदवारलाई अन्तर्वार्ता मिति 2078 असोज 22 गते प्राधिकरण प्रधान कार्यालय बबर महलमा हुनेछ। भनेपछि यो जो उत्तीर्ण हुन्छ नि त्यसले मात्रै बबर महलमा काठमाडौँ जानुपर्छ होइन। उत्तीर्ण हुनु भएन भने चाहिँ स्वाहा हुन्छ होइन। त्यसपछि अब उमेरको हद चाहिँ के हुन्छ थाहै छ, 21 र 35 हो होइन। 21 र 35 किनभने चाहिँ यो अधिकृत लेभलको हो नि त साथीहरू। त्यही भएर चाहिँ
यो हो। अनि काम चाहिँ गर्नुपर्ने स्थान चाहिँ प्राधिकरण अन्तर्गत कार्यालयमा, अनि तलब सुविधा चाहिँ प्राधिकरणको नियमहरू, अनि दरखास्त फारम अब चाहिँ शैक्षिक होस् नागरिक प्रमाणपत्र अनि चरित्र प्रमाणपत्र फोटो होइन यो हो। अनि विदेश बोर्डबाट उत्तीर्ण गर्नुभएको छ भने त्यसको पनि फोटो उस चाहिन्छ होइन। अरू अब यति नै हो। अरू अब भन्नु होला एप्लिकेसन यसको वेबसाइटमा गएर, वेबसाइट थाहै छ www.CANA नेपाल भनेर, अनि गएर भन्नु होला। यदि आएन भने चाहिँ मलाई चाहिँ उस भन्नु होला है त। हस्, धन्यवाद साथीहरू, भिडियो हेरिदिनु लाइक गरिदिनु होला है त।